सौरभ करेसाबारीमा घुम्दै गर्दा उसले अचम्मको फर्सी देख्यो। त्यो फर्सी अरूभन्दा ठुलो थियो अनि सुन जस्तै चम्किरहेको थियो। जिज्ञासाले उसले फर्सी छोयो। त्यसै बेला फर्सी हल्लियो, ढक्कन जस्तो माथिबाट खुल्यो अनि भित्रबाट सानो ढोका देख्यो। ढोका आफै खुलेको थियो अनि भित्रबाट आवाज आयो, स्वागत छ सौरभ, फर्सीको जादुसँग। उत्सुक भएर सौरभ भित्र पस्यो। त्यो फर्सी सानो थिएन, भित्र चाहिँ पुरा सानो संसार थियो। चकलेटका रुखहरू अनि ससाना प्राणीहरू थिए। त्यो फर्सीको संसारमा राजा पनि थिए, सुनको मुकुट लगाएको मुसो। उनले भने, को हौ तिमी, यहाँ किन आएको हौ? म यस संसारको राजा हुँ। अनि सौरभ डराए झै गरेर भने, महाराजा, म यहाँ हजुरहरूलाई चोट पुर्याउन आएको होइन। म त केवल के रहेछ भनेर हजुरको संसारमा आएको हुँ जान्ने इच्छुक भएर। अचम्मको संसार र निकै सुन्दर संसार रहेछ नि। मुसो राजा एक्कासी दुखी भएर दुखी हुँदै भने, प्रिय, म यहाँको राजा भए पनि मेरो देशवासीको लागि केही गर्न सकेको छैन। मेरो देश सङ्कटमा छ। एउटा विशाल पाइथन आउँछ, ऊ दिनहुँ आएर एक जना मानिस खान्छ। म सानो भएको कारण केही गर्न सक्दिनँ। तिमी नै हो हाम्रो उद्धारकर्ता, के हामीलाई मद्दत गर्न सक्छौ तिमीले? अनि सौरभले भन्यो, हजुरहरूको जो आज्ञा, म त्यसलाई ठिक पार्छु। सौरभ आँखा चिम्लियो र आँट गरेर अगाडि बढ्यो। उसले त्यस सर्पको छातीमा बाण गरेर मारिदियो। फर्सी संसार चम्कियो। राजा खुसी भए अनि सौरभलाई सानो फर्सीको बिउ दिए। जब ऊ फेरि बाहिर आयो, त्यो फर्सी फेरि सामान्य थियो।